सौन्दर्य कलासँग झन् मलाई धेरै मोह पनि छ। कपाल काटेको स्टाइलले हेर्नुभयो होला म कति राम्री छु हैन। बेला बेलामा काटिरहन्छु। आमाले सानो हुँदाखेरि भन्नुभएको थियो कि कपाल लामो पाल्ने छोरी मान्छे दुखी हुन्छ, कपाल छोटो गर्ने मान्छे सुखी हुन्छ भनेपछि चाहिँ त्यो बेलादेखि मैले कपाल काट्न सुरु गरेको। आएको पनि छ त्यस्तो। कपाल पालेको त्यस्तो होइन कि मेरो आमाले मेरो कपाल जति बाड्दे पनि म रुनै नछोड्ने। सुतेको बेलामा क्लास 5 मा पढ्ने बेलामा कैँचीले काट्दिनु भएको रे पनि छैन। त्यसैले मेरो कपाल चाहिँ यस्तो छ। अनि अनुहार त मेरो राम्रै छ। त्यसैले त्यहाँ गइसकेपछि मलाई रिल्याक्स हुन्छ। आहा फेरि फेरि आउँ त गर्ने नै होइन अहिले। फिल्मी कुरा समेट्छौं सम्पूर्ण कुरा। एनटिभी सुपरहिट सिनेमा अब नयाँ सुपरहिट नेपाली चलचित्र प्रत्येक शनिबार अपराह्न 12:20 बजे मात्र नेपाल टेलिभिजन HD मा हेर्न नभुल्नुहोला। मार्केटेड बाई रेडियो लिंक एडभर्टाइजिङ। अहिले विश्व चाहिँ एउटा ठुलो प्रकोपको संघारमा उभिएको छ। अहिलेसम्म नेपालमा त्यसको रेकर्ड आएको छैन। आयो भने ठुलो चुनौती हुन्छ। हामीसँग औषधि छैन, कहीँ छैन विश्वभरि। नेपालमा त झन् सम्भावनै छैन। अनि बस्ने ठाउँ छैन। सरकारले अस्पतालको व्यवस्था गर्दैछ, त्यसको लागि एक्लै बस्नुपर्ने हुन्छ। आइसोलेसन रुमहरू गर्दैछ सरकारले हतार हतारमा। जे छ त्यहीबाट औषधि उपचार गर्ने व्यवस्था मिलाउँदैछ। अघि यहाँ ब्युटिसियनहरूले सम्मान गर्दै गर्दा सोनिकाले गरेर मुख मिलाएर देखिरहेको थिएँ। मलाई चाहिँ लागिरहेको थियो यत्रो ब्युटिसियनहरूले त झन् थाहा पाउनु पर्ने हो, अरूलाई अवेर गराउनु पर्ने हो, कति मही खाइराखेको होला भन्ने भइरहेको थियो। किनभने ब्युटी चाहिँ नि हेल्थसँग बडीसँग जोडिएको छ के। ब्युटी मात्रै छुट्टै, बडी छुट्टै, लुक्स छुट्टै हुँदैन। त्यसैले हेल्थसँग ब्युटी जोडिएको छ। तपाईहरु आफूलाई म त ब्युटिसियन लाली लगाउँछु अनि के रे फाउन्डेसन लगाएर राम्री हुन्छु, आइब्रो राम्रो बनाउँछु भनेर मात्र हुँदैन। तपाईहरु भनेको चाहिँ हामी सामान्य मान्छेहरुको लागि चाहिँ डाक्टर हो के। डाक्टर विज्ञता डाक्टरले पनि त्यति सिकाउँदैन। तपाईहरुले त्यस्तो सिकाउनुहुन्छ कि फेसियल गर्न आइरहनु, अनि फेसियल गरेर घर गइसकेपछि यो गर्नु, कपालमा चाहिँ मोइस्चर राख्नु, अनुहार मोइस्चर गर्नु, किनभने एक्सपोजर भइराखेको हुन्छ। त्यसैले यसैमा धेरै हुन्छ। मसाज गर्नु, त्यसले स्वास्थ्य राम्रो स्फूर्ति आउँछ भने सिकाउनुहुन्छ नि। त्यसैले तपाईहरु भनेको चाहिँ हाम्रो जीवनसँग, जीवनलाई कसरी सुन्दर बनाउने, मान्छे कसरी सुन्दर बन्ने, कसरी एक्टिभ बन्ने, आफूलाई चाहिँ फेसियल गरेको दिन, मसाज गरेको दिन, हेयर कट गरेको, ट्रिम गरेको दिन ऐना हेर्दा नै आहा कति राम्री छु जस्तो लाग्दैन? त्यस्तो बनाउनुहुन्छ कि तपाईहरुले जीवनलाई रिभाइभ गर्दिनुहुन्छ, त्यस्तो भाइब्स ऊर्जा दिदिनुहुन्छ। त्यसकारण तपाईहरु भनेको चाहिँ हाम्रो लागि ठुलो ठुलो सम्पत्ति हो। राज्यको लागि ठुलो योगदान दिइरहनु भएको छ। गर्दै गर्नुस्। के चाहिन्छ अहिले? अब अघि मैले राजेश्वरी म्याडमसँग कुरा गर्दै थिएँ। 9 र 10 मा पनि अप्सनल सब्जेक्टको रूपमा सौन्दर्य कलालाई त्यसमा पढाइ हुने भयो स्कुलमा। अब स्कुलमा पनि पढाइ हुन्छ। त्यो तपाईहरुले गर्दाखेरि हो। अब 11 र 12 मा पनि पढाइ हुने भयो। त्यसको पनि करिकुलम बनाउनु भनेको छ रे सिटिभिटीले। हेर्नुस् कति राम्रो चीज। तर अब स्कुलमै पढ्न थालेपछि, कलेजमा पढ्न थालेपछि ब्युटी पार्लरतिर आउने कम हुन्छ कि हैन? तर त्यस्तो हुँदैन। अनि त्यसैले तपाईहरुले त्यस्तो योगदान गर्नु भएको छ। केही पर्यो भने
रोज ब्युटी पार्लरले 19 वर्षदेखि यस्तो मेहनत गरेर उहाँले ट्रेनिङ दिने, पढाउने अनि अरूलाई सेवा गर्नको लागि ढोका खोलिदिने काम गरिरहनु भएको रहेछ। त्यस्तै यहाँ धेरैले गरिरहनु भएको छ। तपाईहरुले चाहिँ केही आवश्यक पर्यो भने म संघीय संसदमा छु, म तपाईहरुको प्रतिनिधि हुँ, सम्झिनु होला कि त्यहाँ कोमलवली बसिरहेकी छे भन्ने नसम्झिनु होला। तपाई दिदीबहिनीहरुले सम्झिनु होला कि त्यो ठाउँमा म बसिरहेकी छु भन्ने सम्झिनु होला। तपाईहरु बिना मेरो प्रतिनिधित्व म त्यहाँ बसेको निरर्थक रहन्छ। त्यसैले तपाईहरु बसेको, आफू बसेको सम्झिनु होला। म तपाईहरुको प्रतिनिधि हुँ। जुनसुकै अप्ठ्यारो परे पनि, व्यक्तिगत समस्या भए पनि, सामाजिक समस्या भए पनि, कुनै कहिले केही अप्ठ्यारो परे पनि, कुनै पनि तपाईहरुको सेवाको लागि म छु त्यहाँ। त्यसैले तपाईहरुले मलाई फोन गर्ने, भेट्न आउने दिदीबहिनीहरुको प्रतिनिधि हुँ। त्यसैले सौन्दर्य कलासँग झन् मलाई धेरै मोह पनि छ। कपाल काटेको स्टाइलले हेर्नुभयो होला म कति राम्री छु हैन। त्यसैले कपाल बेला बेलामा काटिरहन्छु। मेरो आमाले सानो हुँदाखेरि भन्नुभएको थियो कि कपाल लामो पाल्ने छोरी मान्छे दुखी हुन्छ, कपाल छोटो गर्ने मान्छे सुखी हुन्छ भनेपछि चाहिँ त्यो बेलादेखि मैले कपाल काट्न सुरु गरेको। मलाई भएको पनि छ त्यस्तो हैन, तर लामो कपाल पालेको त्यस्तो होइन कि मेरो आमाले मेरो कपाल जति बाड्दे पनि म रुनै नछोड्ने। जसरी काँडेमा माथि काँडे बाटे पनि नहुने, दुईटा बाट्दे पनि नहुने, माथि फर्काइदिए पनि नहुने, तल फर्काइदिए पनि नहुने भएपछि राति सुतेको बेलामा क्लास 5 मा पढ्ने बेलामा कैँचीले काट्दिनु भएको रे ठुट्टै पारेर। त्यसपछिबाट मेरो कपाल चाहिँ लामो छैन, दुःख पनि छैन। यसो छिटो छिटो कहीँ जाँदाखेरि पनि छिट्टै तयार हुन सक्छु। एकदम दौडधुप गरिरहन पर्छ, अहिले बस्ने फुर्सद छैन। सावर लिँदाखेरि पनि थोरै पानीले पनि पुग्ने होइन। अनि त्यसैले गर्दाखेरि अब कहिलेकाहीँ त्यो कन्डिसनर नलगाए पनि हुने। त्यसैले मेरो कपाल चाहिँ यस्तो छ। अनि अनुहार त मेरो राम्रै छ, त्यसैले ठिकै मेकअप गर्छु। अनि त्यसै कारणले गर्दाखेरि चाहिँ तर सबैभन्दा चाहिँ ब्युटी पार्लरमा गइसकेपछि रिल्याक्स फिल हुनुपर्छ। र त्यो ब्युटी पार्लर भनेको पार्लर नट ओन्ली पार्लर, त्यो यस्तो सम्झिन्छौँ कि हामीले चाहिँ त्यो हाम्रो घर हो, त्यहाँ गइसकेपछि मलाई रिल्याक्स हुन्छ। त्यस्तो सेवा दिनु पर्यो कि एकदम आहा फेरि फेरि आउँ, यहीँ आइरहँ जस्तो। ओहो यो केटीले मलाई, यो बहिनीले मलाई कस्तो राम्रो गर्यो, यो दिदीले मलाई कस्तो राम्रो गर्यो, म त सधैँ यहीँ आउँछु, मलाई कस्तो रिल्याक्स भयो भन्ने होस्। सर्भिस सेवा भनेको त्यस्तो हुनुपर्छ। त्यसैले गर्दा तपाईले गरि नै रहनु भएको छ। यहाँ अघि आउँदै गर्दाखेरि मैले देखिरहेको थिएँ यहाँ धेरै बहिनीहरू हुनुहुन्छ, तर मेरो बहिनी एकजना बहिनी पुनमले चाहिँ पुनम कता छ, पुनमले चाहिँ सानेपामा खोलेको छ। अनि म सानेपामा गएर कहिले काहीँ मेकअप गर्न यसो पार्टी साटी जाँदाखेरि पुनमको ब्युटी पार्लरमा जान्छु, मेरो घरसँगै हो। अनि अरू ब्युटी पार्लरहरूमा पनि जान्छु, बोलाउनु भयो भने झन् सधैँ आइरहन्छु। बोलाउनु होला, केही परीक्षण गर्नु पर्यो भने नि मलाई बोलाउनु होला, किनभने म चाहिँ त्यस्तो नयाँ नयाँ इनोभेसनमा मलाई चाहिँ एकदम इन्ट्रेस्ट छ। र अघि ब्युटी, अब म अन्तिममा अघि आउने नानीहरू जो चाहिँ ब्युटिसियनको ट्यालेन्टको आजको पेजेन्टमा आइरहनु भएको छ, ताज पहिरनलाई आइरहनु भएको छ, सबै 101 राम्री लाग्यो मलाई, 101 ट्यालेन्टेड लाग्यो। 26 जना विजयी हुनुहुन्छ, यसमा तलमाथि सोच्दै नसोच्नु होला। त्यसबाट 15 जना जजेसहरूले केही मापदण्ड बनाउनु भएको छ, त्योबाट छानिनुहुन्छ, त्यो बेग्लै कुरा हो। अगाडि आउनु भए तापनि कुनै प्रोग्राममा गएर भाषण गर्नुपर्ने होइन, कुनै उसमा गएर कम्पिटिसनमा गएर जाँच दिनुपर्ने होइन। ब्युटिसियनको सुन्दरताको बारेमा अलिकति बोलेर आफ्नो ट्यालेन्ट देखाउने हो। अब अरू बाँकी देखाउनुहुन्छ, त्यसकारणले सबै लेडिजहरू चाहिँ मलाई 101 विजयी नै लाग्यो। सबैजना एकदमै राम्रो, सबजनाले चाहिँ नेपाली फिल्म हेरेर देखेर चाहिँ मलाई छक्कै लाग्यो, हेर्ने चाहना गरेर देखेर चाहिँ। अगाडि सरोज खनालजीलाई देखेर हो कि सबैजनाले नेपाली
फिल्म मात्रै हेरेको यो पनि इन्ट्रेस्टिङ लाग्यो मलाई आफ्नो एउटा हैन एउटा देशभक्ति के हैन देश प्रेम देशभक्ति आफ्नो कला संस्कृति चलचित्र प्रेमलाई चाहिँ सम्मान गर्नै पर्छ सबैजनालाई इन्ट्रेस्ट चाहिँ नेपाली फिल्म नै हेर्नेमा लागेर रहेछ त्यो पनि एउटा राम्रो पोजिटिभ कुरा हो र उहाँहरूले चाहिँ त्यसरी नै जजमेन्ट गर्नु नै हुन्छ त्यसमा डाउट गर्नै पर्दैन सरोज खनालजी भइसकेपछि अन्य जजहरू भइसकेपछि त्यसमा कुरै भएन तपाईहरुको साथ र सहयोग सधैँ म चाहन्छु र यहाँहरूले मलाई बोलाएर यो मौका दिनुभयो आज यो कार्यक्रम समुद्घाटन गर्ने मौका दिनुभयो तपाईहरुलाई धेरै धेरै धन्यवाद छ सुन्दरी कार रञ्जितलाई र प्लिज 2-4 दिन 15 दिन जति अब उ पनि नगर्नुहोस् बिरामी कोही आउनु भएको छ ज्वरो आएको छ भने ब्युटी पार्लरमा तपाईहरुले सेवा पनि नदिनुस् र भन्नुस् अहिले 2-4 दिन नगरे पनि हुन्छ भन्नुस् तपाईहरुले पनि बन्द गर्नुस् किनभने अब यो 15-20 दिनमा यो सबै फाइनलाइज हुन्छ यदि भयो भने ठुलो समस्या हुन्छ है त्यसकारण अहिलेदेखि नै अब भिडभाडमा जाने पनि होइन रुगाखोकी लागेको मान्छेसँग नजिक बस्ने पनि होइन आफ्नै हात नङ पाल्ने पनि होइन यदि नङ पालेको छ भने काट्ने हो अनि मज्जाले साबुनले धुने हो छोराछोरीको पनि नाक मुखमा लगिदिने होइन छोराछोरीको हात पनि आफ्नो नाक मुखमा ल्याउने होइन अरूसँग पनि डिस्टेन्स मेन्टेन गर्ने हो 1 मिटर जति हात छेउमा छ भने छोपेर गर्ने हो दिस इज भेरी इम्पोर्टेन्ट र टाढा बस्ने हो अनि सबै तातो खानेकुरा बेसरी खाने हो पानी बेसरी पिउने हो र झोल कुरा बेसरी खाने हो बिरामी नभए पनि खाने हो बिरामी भएर मात्र खाने हैन खाने हो घरमा बच्चा आमा बुवा सबलाई खुवाउने हो टाढा टाढा बस्ने हो अनि अरूहरुको पनि अरूहरुलाई पनि त्यसो गर्ने हो त गर्ने नै होइन अहिले त्यसैले तपाईहरु सबैजनालाई मेरो अनुरोध किनभने म पनि एउटा सरकारको प्रतिनिधि हुँ राज्यको यो देशको मेरो पनि दायित्व छ कि मेरो हरेक आमा बुवा दिदी बहिनी दाजुभाइहरुलाई केही नहोस् भयो भने कहाँ जाउँला के गरौँला भन्ने छ नि भारत जान पनि नाका बन्द भयो मलेसिया जान पाइदैन कतार जान पाइदैन युरोप जान पाइदैन अमेरिका जान सबै ठाउँ बाटो बन्द भयो कहाँबाट केही आउँदैन अब तर हामीसँग खाने कुरा चाहिँ प्रशस्त छ डराउनु पर्दैन नुन छ ग्यास छ तेल छ चामल छ दाल छ कसैले लुकायो बढी पैसा लियो भने एउटा नम्बर छ त्यो नम्बरमा फोन गर्ने हो यो बेला बाडीचुडी खाने हो लुकाउने हैन हामी आफ्नो परिवारको छौं बाहिरको मान्छे कोही छैनौं सबैजना चाहिँ नि त्यसरी सचेत भएर बस्नु होला यति भन्दै यो ब्युटी प्याजेन्ट चाहिँ यो ट्यालेन्ट सो चाहिँ सफल होस् मेरो हार्दिक शुभकामना छ धन्यवाद जय ब्युटिसियन अब सयौं पसल धाउनै पर्दैन कोटेश्वर एरियाकै लोकप्रिय जेन्ट्स कलेक्सन एमैक्स फैशन वेयर Naked Jeans को point Ground Zero a complete Jeans collection